भन्नु बोजू ल अब सरस्वती बहिनीलाई फोन गर्नु भनिदिन्छु म छ्यामालाई पनि फोन गर्नु भनिदिन्छु यसरी माया नमार्नु अरे भन्छु ल बोजू ल ल बोजू अब 500 वर्ष बाँच्नुपर्छ म सोधिदिन्छु नि बोजू म आउँछु म सोधिदिन्छु नि नि बोजू टेन्सन नलिनु न म सोधिदिन्छु कसैले हेरेनन् म छँदै छु त सोरेन भने मलाई भन्नु न म आएर सोधिदिइहाल्छु मेरो घरमा लान्छु नि बोजूलाई अनि चन्द्र म्याडम बोजूलाई के भन्नुहुन्छ सरस्वती बहिनीलाई छ्यामालाई फोन गर्नुभएको छैन रहेछ छ्यामा भन्छु अनि बहिनीलाई पनि धेरै सम्झिरहेको छु घरमा आएर आज त सुकिनी उसिनेर खानु आँटेको बहिनी ओहो बोजू नातिनी त बुहारी त सुटुनी ल ल ए हैन गलेको पनि यति काम गर्दा अनि गलिँदैन त बोजू र मैले खनेर निकालेको अनि यत्रो हैन ए ल ल म पत्रकार नै हो म चाहिँ सम्झनाको पत्रकार हो पछि अब मै अथवा कोही मरेर गए पनि एउटा सम्झना रहने चिजको पत्रकार हो राख्ने पत्रकार हो अब यसो युट्युबमा हाल्यो भने त रहन्छ नि त हेर्दा त देवेन्द्रको भाइ जस्तै देखिनुहुन्छ देवेन्द्र जस्तै चाहिँ होइन म चाहिँ अब सम्झना पत्रकार हो यो अब मान्छे मरेर गए पनि यो भिडियो रहिरहन्छ म मरे गए पनि यो फल्नाले खिचेको भन्ने रहन्छ नि त पछि अब सुभाष मर्यो भने सुभाषले त खिचेको थियो ओहो भन्ने हुन्छ नि त एउटा सम्झनाको लागि हो नि त यो त अब हाम्रो बोजू हुनुहुन्छ अब बोजूले अब मायाले मैले भिडियो बनाएर राखेको नि अब अस्ति धरानमा खिचेको होइन बोजू भिडियो त्यतिकै छ मान्छे मरेर कहाँ पुगे ए पोलेको हो पाकेछ कि छैन कालो अब राम्रो गरिदिउँ भन्दा अघि कालो भन्दै थियो नि पाकेको छैन कालो यस्तो सेतो नखाने अनि यस्तो कालो खानु बोजू खानु आदि ल बोजूले तासिदेऊ न अबै बिग्री मरेको रहेछ कि क्या मैले अस्ति मम्मीले ल्याइदिएर खा अहिले त्यो तास न तास बोक्रा चाहिँ मम्मीले ल्याइदिएर माइला ल्याउँछु होइन यो